हेलो साथीहरु, फेरि आज म तपाईहरुमा अर्को भिडियो लिएर उपस्थित भइसकेको छु। यस भिडियोमा चाहिँ अब तपाईले चाहिँ कुनै पनि अब युट्युब तपाईले चलाउनु हुनुहुन्छ होला। अब युट्युब चलाउँदाखेरि चाहिँ यो एड आइरहेको हुन्छ र एड आएर चाहिँ धेरै डिस्टर्ब गरिरहेको हुन्छ। यो एडलाई चाहिँ कसरी ब्लक गर्ने, यस अन्तर्गत रहेर चाहिँ म यस भिडियोलाई चाहिँ आफ्नो युट्युबमा आएको एडलाई चाहिँ कसरी ब्लक गर्ने भन्ने बारेमा चाहिँ थोरै जानकारी लिएर आएको छु। यदि तपाई यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला र च्यानलको सब्स्क्राइब बटन तल अप्सनमा आइरहेको छ। यस्तै खालको इन्फर्मेसन भिडियोहरु मैले ल्याइरहेको हुनेछ। अब सिधै जाउँ ल्यापटपको स्क्रिनतर्फ र ल्यापटपको स्क्रिनतर्फ शेयर गरेर चाहिँ तपाईलाई म देखाउन गइरहेको छु यसरी युट्युबमा आएको एड चाहिँ कसरी बन्द गर्ने र एड ब्लक कसरी युज गर्ने। यसरी हामी स्क्रिनतर्फ आइसकेपछि अब तपाईले यहाँ क्रोम ब्राउजर ओपन गर्नु होला र जस मैले यहाँ मेरो एउटा क्रोम ब्राउजर ओपन गर्छु। जस्तै यहाँ क्रोम ब्राउजर ओपन गरिसकेपछि यहाँ जस्तै सर्च गर्नु होला र क्रोम वेब स्टोर भनेर। जस्तै यहाँ क्रोम वेब स्टोर भनेर सर्च गर्नु होला र यसरी क्रोम वेब स्टोर सर्च गरिसकेपछि यहाँ फर्स्टमै देखाउँछ क्रोम वेब स्टोर। जस्ट यसलाई क्लिक गरिदिनु होला र यसलाई क्लिक गरिसकेपछि यहाँ फेरि अर्को लिंक खुल्छ हाम्रो। जस्तै यहाँ क्रोम वेब स्टोर क्लिक गरिसके, यति गरिसकेपछि यहाँ जस्तै फेरि अर्को सर्च गर्नु होला। यहाँ pie.org सर्च गर्नु होला। जस्तै यहाँ pie.org सर्च गर्नु होला। यसरी सर्च गरिसकेपछि यहाँ सुरुमै देखाउँछ। जस्ट सुरुमा चाहिँ मैले यो वेबसाइटलाई चाहिँ ओपन गर्छु। जस्ट यो सुरुको यसलाई क्लिक गरिदिनु होला। जस्ट यसलाई क्लिक गरिसकेपछि एड टु क्रोम गरिदिनु होला। जस्तै एड टु क्रोम गरिसकेपछि एड एक्सटेन्सन गरिदिनु होला। जस्ट यसलाई एड गरिदिनु होला। यसरी एड गरिसकेपछि चाहिँ थोरै लोडिङ भएको छ र लोडिङ भइसकेपछि चाहिँ यहाँ एड हुन्छ यो। जस्तै तपाईले यहाँ पनि हेर्न सक्नुहुनेछ PIE एड ब्लक भनेर। जस्तै यति एड भइसकेको छ। अब यति एड भइसकेको छ, यति गरिसकेपछि अब जस्ट यहाँ तपाई यसलाई एड भइसकेको छ, यसलाई यतिकै छोड्दिनु होला। यहाँ गएर नि तपाईले हेर्न सक्नुहुनेछ, यहाँ देखाउँछ PIE एड ब्लक भनेर। जस्तै यसलाई यति गरेर छोड्दिनु होला। जस्ट यसलाई युट्युब ओपन गर्नु होला। यसरी युट्युब ओपन गरिसकेपछि चाहिँ अब तपाईले जुनै पनि भिडियोहरु हेर्न सक्नुहुनेछ। युट्युबमा जति पनि आएको भिडियोहरु हेर्न सक्नुहुनेछ। यति गरिसकेपछि चाहिँ तपाईले जति हेर्दा पनि एड चाहिँ देखाउँदैन युट्युबमा। साथीहरु, कस्तो लाग्यो तपाईलाई यस भिडियो राम्रो लागेमा यदि लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। यदि यस च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानलको सब्स्क्राइब बटन तल अप्सन आइरहेको छ। यस्तै खालको भिडियोहरु मैले तपाईहरुमा ल्याइरहेको हुनेछ।